40 कति 45 वटा सब्सक्राइब पोखा बल्ल 45 अलि भिरको बाटो खिच्नुपर्ने हो भोलि आज खिच्नु होला हैरान हो त ढुङ्गामा चाहिँ अब आयो बे के गर्छ नि यार साइकल त फास्ट कुद्दो रहेछ क्या हान्नु न यता हेर ल भाइ अब हामी चाहिँ बेस क्याम्प पुग्न आँटेको छौँ। ओ त्यो डाँडा देखेछ नि, यो डाँडा हो, यो डाँडा देखेछ नि, त्यो उतापट्टिको चाहिँ बेस क्याम्प हो। त्यहाँ पुगेपछि अनि आज बस्ने हो। अनि भोलि चाहिँ माथि तिलोचौर तालको लागि चाहिँ जानुपर्छ। त्यसको लागि पनि हामी 4 घन्टा चाहिँ हिँड्नुपर्छ उकालो होइन। अनि आउँदा त त्यति लाग्दैन, 2 घन्टामै आइपुगिन्छ होइन। यहाँ उकालो धेरै छ कि, त्यसैले गर्दाखेरि नै टाइम बढी लाग्ने कि, त्यही भएर हो यहाँ होइन। त्यहाँ यस्तो भिड छ, त्यो भिडबाट जाने हो। तर मलाई त केही जस्तो हुँदैन, म त यस्तो बाटोमा हिँडिदिन्छु। मलाई त यो भिड केही लाग्दैन, मान्छेहरू र हिँड्न नसकेर त्यस्तो घोडा मानि आइराख्नु। त्यहाँ घोडा चढेर आइरहेछ हिँड्न नसकेर। यो त मुस्ताङ भन्दा पनि
टाढा रहेछ कि यस्तो छ बाटो यहाँ छेउपट्टि नबस्नु नि धकल छैन ढकालिदिन्छ कुनापट्टि बस्न जानु तपाईँ ऊ त्यहाँ यहाँ बस्नु ल प्योर घोडा होइन प्योर त होइन तर घोडा घोडै हो प्योर मङ्गोलियन देशको घोडा यस्तो छ बाटो गाइस अब यो खतरा बाटो महसुस गर्नुहुन्छ है 10 मिनट जति हो है लाइफको डेन्जर बाटो हो कुन जाएको हिँड्ने म त सयहरू त दुईजना भुले एकजना अगाडि पुग्छ आउँदैछन् त्यो ल गाइस स्वर्ग स्वर्ग यहाँ खसी पनि अर्को देखिन्छ फेरि स्वर्ग हेर्नु गाइस स्वर्ग 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 यस्तो बाटो छ डेन्जर बाटो तिम्रो रूप भन्दा राम्रो यही लाग्यो नि यहाँबाट पुत्नु खस्यो भने उहाँ पुग्छ मान्छे उहाँ यस्तो बाटो घोडा हान्छ घोडा मान्छे यस्तो बाटो आयो आज हामी डेन्जर बाटो डेन्जर पहरा पृथ्वी यस्तो बाटो छ यहाँबाट जाने यहाँबाट यस्तो बाटो छ यस्तो बाटो हिँड्नुपर्छ बुढाबुढी त यहाँ आउनै सक्दैन ओ भन्दै मात्रै हो यहाँ त केटाकेटी बुढाबुढी आउँछु भने नसोधेको हुन्छ भिड देखेर तर्सिन्छन् यस्तो बाटो हिँड्नुपर्छ यस्तो छ बाटो हो तिम्रो बाट आएको हामी धन्न ब्रेक लाग्यो धन्न यस्तो चिप्लो बाटो छ यहाँ अलिकति मिस्टेकले पनि पछारेर यहाँबाट यति गयो भने सकियो यहाँबाट त्यहाँ नपुग्छ अल्झिनु मान्छे दाइ यसरी हिँड्नु भएको छ बिस्तारै बिस्तारै म पनि अब यस्तै हिँड्नेछु बिस्तारै बिस्तारै दाहिने हातमा फोन यस्तरी कुनो चाप्ने यसरी यसरी चाप्ने कुनो हिँड्ने तराईमा बसेको मान्छे त यो बाटो नआउँदैन हुन्छ होपलेस हुन्छ भन्छ हजुर देखाउँदै हुन्छ यहाँ अलि डेन्जर छ क्या यहाँ कुनो चाप्दै हिँड्ने हो यहाँ त चेली छैन अब लड्यो भने उहाँ पुगिन्छ यस्तो बाटो छ मान्छे यति छन् फेरि यहाँ
माथि हिमाल छ र यस्तो गर्नुपर्छ यही हो रहर पुरा भयो मनाङको रहर पुरा भयो यस्तो बाटो हिँड्नुपर्छ कति रमाइलो फाइनली हाम्रो बेस क्याम्प आएको छ बेस क्याम्प फाइनली त्यो हो हाम्रो बेस क्याम्प हामी आज गएर त्यहाँ बस्ने भोलि यो बाटो हुँदै यो बाटो हुँदै ओ त्यो तालमा जाने हो हामी अहिले बस्ने भनेको यो क्याम्पमा हो त्यसपछि हामी बिस्तारै यो बाटो हुँदै त्यो हिमाल देख्छ नि हो त्यो हिमालको बिचमा पुग्ने हो खाल्टोमा पुग्ने त्यसपछि अहिले हामी यसलाई बेस क्याम्प भन्छ हैन मान्छे धेरै छ अब बस्ने सिट पाउँछ कि पाउँदैन बेस क्याम्प आउनको लागि मात्रै 6 घण्टा लाग्दो रहेछ हामी हिँडेर 6 घण्टामा बेस क्याम्प आइपुग्यौँ त्यही माथि भोलि फेरि हामी 4 घण्टा हिँड्छौँ 4 घण्टा हिँड्ने अनि फर्किँदा 2-3 घण्टा लागिहाल्छ बाटो एकदम अब खराब छ हैन चिप्लिने सम्भावना बढी हुन्छ त्यसले गर्दा पनि